हेलो साथीहरु, आज भने चाहिँ म बारीमा छु, सब्जीमा पानी लाउँदै छु। अनि तपाईहरु कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला है। र तपाईहरुकोतिर पनि सब्जी रोप्नु हुँदै होला र कतिले चाहिँ रोपेर सक्नु पनि भयो होला है। र हामी पनि फिलहाल रोप्दै छौं। र आज भने चाहिँ म यहाँ खोर्सानीमा पानी यो चाहिँ हो हाम्रो खोर्सानी, यो चाहिँ लाम्चे खोर्सानी हो। यहाँ चाहिँ हामी पानी लाउँदै छु। आज चाहिँ म यस्तै हो है। अब गाउँ बस्तीमा बसेपछि हामीले दुःख गरेन भने, सब्जी रोपेन भने गाउँ बस्तीमा चाहिँ अलिक साह्रै छ है। र गाउँ बस्तीमा बसेर चाहिँ अब घाँस दाउरापात खेतताला अनि यस्तै हो, सब्जीमा पानी हाल्दै गरेको, कोही बेला खन्दै गरेको यस्तै भिडियोहरू आउने छ। र तपाईहरुले एकदमै धेरै माया गर्दिनुहुन्छ मेरो भिडियोलाई है। एकदमै माया गरेर हेरेर सपोर्ट गर्दिनुहुन्छ। सो एकदमै थ्यांक यू तपाईलाई हृदयबाट नै है। र हेर्दै गर्नुहोस्, आज चाहिँ म एकदमै आज बेलुकैसम्म म चाहिँ सब्जीमा पानी लाउने छु। अब भने चाहिँ मैले पानी लगाइसकेँ खोर्सानीमा। आजको काम चाहिँ मेरो सकियो साथीहरु। यहाँ चाहिँ मलाई सबैभन्दा बेसी टाइम लाग्यो सब्जीमा पानी हाल्नु। सब्जी मतलब खोर्सानीमा पानी हाल्नु। अब भोलि चाहिँ म बिउ र बैगुनमा हाल्ने छु। र मेरो अर्को भिडियो हेर्नु नबिर्सिनु होला। र यहाँनिर चाहिँ हाम्रो चाहिँ बेतुहरू पनि उम्रिरहेको छ। यो चाहिँ छिटो नै सिङताम बजार आउनेवाला छ यो बेतुहरू चाहिँ। अनि आजको लागि चाहिँ यति नै। मेरो काम चाहिँ सकियो। हामी नेक्स्ट भिडियोमा भेट्ने छौँ फेरि पनि। बाई बाई।